रमाइलो पनि छन् यी चिजहरू आजको पाठकले पनि पढिरहेछन् अब भोलि जन्मिने मान्छेहरूले पनि पढ्लान् हैन हामीले त्यो आत्मविश्वास त्यो विश्वास राखेर हामी लेख्दै जान्छौँ हैन जानु पनि पर्छ दाइलाई चाहिँ दुई तीनवटा कुराहरू चाहिँ त्यो यो सन्दर्भमा त्यही उठाउन खोजेको कुरा एउटा कुरा चाहिँ अब मरेका समालोचकहरूलाई त छोड्दिउँ अब हैन ती मरिने केही नयाँ समालोचकहरू चाहिँ वास्तवमा म जिउँदो छु भनेर आउने एउटा त्यो शुभकामना म चाहिँ छ नि कामना पनि गर्छु भित्री कामना अनि अर्को कुरा चाहिँ के भने हरेक कुरालाई चाहिँ छ नि त्यो सानो सङ्कीर्ण घेरामा बसेर हैन सङ्कीर्ण घेरामा क्या कुनै एउटा चाहिँ पन्थको जनै लगायो हैन त्यो जनै लगाएपछि त्यो पन्थवादी भएर हुन्छ नि त्यसरी चाहिँ नबसौँ हैन अलि ब्रोडली हेरौँ किन इतिहास भने चाहिँ कुनै एउटा होइन नि काङ्ग्रेसको झन्डा मुनतिर बस्दैमा इतिहास हुने अनि त्यसपछि त्यो वामपन्थी एउटा कुनै अमुक पार्टीको झन्डा मुनतिर बस्दैमा चाहिँ इतिहास हुने होइन हैन अब अलि ब्रोडली हेरौँ आफ्नै इतिहासलाई हैन आफ्नो मौलिकतालाई चाहिँ हेरौँ त्यो हेर्ने काम चाहिँ फेरि मेरो भन्दा पनि त्यो ती नयाँ जन्मिने समालोचकहरूको र अब त्यसको लागि चाहिँ हाम्रो युनिभर्सिटीको नेपाली विभाग त्यो अत्यन्त समुन्नत हुनुपर्छ कति वर्ष लाग्छ होला त्यो चाहिँ हामी कामना गरौँ हैन अहिले नै हुँदैन त्यो